हाई नमस्ते टु एभ्रिवान वेलकम टु चारो नेपाल तपाईँहरूको लागि मेको रिडिङ लिएर आएको छु है। तपाईँहरूको यो मे मन्थ चाहिँ कस्तो जान्छ कस्तो हुन्छ भनेर मैले जेनरल रिडिङ लिएर आएको छु। कार्डमा फोकस गर्नु होला है त। सो आई फिल लाइक तपाईँको मे मन्थ चाहिँ इन जेनरल हेर्दाखेरि सबै कुरामा राम्रो छ इन टर्म्स अफ रिलेसनसिप, करियर, वेल्थ, फाइनेन्स, एभ्रिथिङ है। सो तपाईँले चाहिँ यो मे मन्थमा चाहिँ यदि हजुर रिलेसनसिपमा हुनुहुन्छ अथवा रिलेसनसिपमा बस्नको लागि चाहिराख्नु भएको छ भने चाहिँ एकदमै राम्रो छ है। किनकि इमोसनल फुलफिलमेन्टको कार्ड आएको छ है। सो इमोसनल इन्टेलिजेन्सको कार्ड आएको छ। सो तपाईँको चाहिँ आफ्नो पार्टनरसँग एकदमै राम्रो जाने होइन, त्यो मे मन्थमा चाहिँ स्मुथली तपाईँहरूको रिलेसनसिप जाने, तपाईँहरू इमोसनली अट्याच्ड हुने, तपाईँहरूको सेन्टिमेन्ट चाहिँ एकदमै डिपली अट्याच्ड हुने एनर्जी आएको छ है। सो एडभाइस भनेको चाहिँ तपाईँले आफ्नो इनर सेल्फमा वर्कआउट गर्नुपर्छ है। बाहिर आफ्नो फिजिकल वर्ल्डमा भन्दा पनि आफ्नो इनर सेल्फ, आफ्नो भित्री कुराहरूमा तपाईँले मेडिटेसनहरू गर्न सक्नुहुन्छ, हिलिङहरू गर्न सक्नुहुन्छ। यु हेभ टु वर्क अन यर सेल्फ, इनर सेल्फ है। सो अर्को कुरा भनेको चाहिँ तपाईँले सेलिब्रेसनहरू गर्न सक्नुहुन्छ। यो मन्थमा चाहिँ कुनै पनि कुरामा अचिभमेन्ट पाएर सेलिब्रेसन गर्नेहरू एनर्जी आएको छ तपाईँको फ्रेन्ड्ससँग, तपाईँको फ्यामिलीसँग। सो बी पोजिटिभ। तपाईँको ओभरअल मे हेर्दाखेरि चाहिँ एकदमै राम्रो छ है। ट्याप 555 टु क्लेम इट एन्ड इफ यु वान पर्सनल टायर रिडिङ विथ मी रिगार्डिङ यर रिलेसनसिप एन्ड करियर यु क्यान डिएम।